अलिकति कसैको केटाकेटी हो मेरो बिल्ला हानिरहेछ मेरो हुडी उड्यो भनेर कसैले भेटायो भने बार्सिलोनाको एयरपोर्ट झरेछ लिएर मलाई लिन कसैले भेटायो भने बार्सिलोनाको यसलाई एयरपोर्टमा झरेछ पायो भने ल्याएर मलाई लग्जमर्क छोडिदियो प्लिज यो हो हाम्रो लग्जमबर्ग मेरो बुढी आउँदैछ लग्जमबर्गको प्लेन एयरपोर्टमा भएर वेदर चाहिँ बवाल छ त बवाल लग्जमबर्ग आयो फ्रीमा बस पनि चढ्नु पाइन्छ यहाँ चाहिँ ट्राभल खर्च सबै फ्री जति भए पनि मेरो चाहिँ लग्जमबर्गमा आइपुग्यो है गाडी कुर्दै हो भर्खरै ट्रेन स्टेसनमा झरेको ठाउँ चाहिँ यस्तो सफा छ कि बवाल छ होइन आई लभ दिस वान केटाकेटीहरू यहाँ पुरा ट्रेन बस कुर्दैछ अनि घरहरूको पनि टाइम लाने भयो होइन हाम्रो ट्रेन स्टेसन यो हाम्रो ट्राम यो हो लग्जमबर्गको ट्राम चढ्न पनि फ्री रमाइलो पहिला पछि चढेछ नि हामी यो ट्राम भयो होइन अनि यो चाहिँ हाम्रो केटाकेटीहरू भर्खरै ट्राम चढेर आएको अनि हाम्रो लग्जमबर्ग सिटी भयो दामी छ देशै दामी आएपछि हामी नै दामी भइसक्यो यहाँ र हाम्रो होटेल चाहिँ अब यता हो सिधै अगाडि पहिला यति नै लग्जमबर्गको नमस्ते होटेलमा हो नेपाली अनि नेपाली खाना खाँदै हो खाना त बवाल छ यो चाहिँ चिकन करी भात अनि यो चाहिँ चिकन साग अनि यो चाहिँ पनिर साग यो चाहिँ रसमिता अनि चाहिँ जेरी